हेलो नमस्ते गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु भक्ति युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। र आज चाहिँ म गाउँ जाँदैछु फस्काउँ, पोखरा टु फस्काउँ। र मलाई चाहिँ त्यो अहिलेसम्म थाहा छैन कि मेरो गाउँ चाहिँ जाँदाखेरि चाहिँ कुन कुन ठाउँ निस्किन्छ, कुन बाटो भएर जान्छ भन्ने। सो म चाहिँ एकदम धेरै निदाउँछु बसमा। आज चाहिँ म ननिदाइ जाने कोसिस गर्छु, त्यही हो। र कुन बाटो कसरी जान्छ लोकेसन पनि दिँदै जान्छु। अनि बस लाग्ने ठाउँ चाहिँ यहाँ हो क्या, अनि ठ्याक्क यो अमरसिंह चोकको साइडमा पब्लिक टोइलेट छ भने यहाँबाट यहाँ चाहिँ हाम्रो गाउँ जाने बस लाग्छ। अनि म थोरै सामानहरू लिनु निस्केको बाहिर। यहाँ चाहिँ बाटो बनाउने काम जारी छ यता बिजीपुर पुलनिर आइपुग्यौँ। मौसम यति हारिया नसके यति खुला छ कि भरे त गडाङ गडाङ हुन्थ्यो। अहिले मौसम यस्तो भयो कि स्याउ धुलो 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 त्यसै अहिले बाटो बनाउँदैछ, त्यही भएर यस्तो चामचाम भइरहेको अवस्था। गाडी के हो पेट्रोल पम्प छ। पेट्रोल पम्पकै अगाडिबाट यहाँ रोक्छ, 5-10-15 मिनट जति यहाँ रोक्छ। अनि हामी बिजपुरमा ब्यारेक पनि छ, ब्यारेक ठ्याक्कै यहाँ रोक्छ 10-15 मिनट जति। नलाने ए अघि पनि किनेर ल्याएको हौ, धेरै त के गर्नु लानु, अघि नै ल्याएको छु कि खरबुजा लानु सबै ल्याएको छु। सक्दैन वार वार अब क्या नि कति महँगो हुन्छ। मलाई फल खाइ पोखला 20 रुपैयाँ मलाई पिछे फल खाइ पनि ngai ti happy se ngai ti पूरे खाली होला है तो चार्ज वाला ओटी में वा चार्ज है त्यसरी चाहिँ यहाँ म चना हैन देखि आके मुगे वाला हुन्छ आप लाइन में जाऊ 100 रुपैयाँ झोला बम्बई आको तिमी बसको जाने गाडी हैन र यही बस्छ हौ अगाडि अगाडि त हुन्न ए त सिटमा खरबुजा यस्तो मान्छे खानलाई एकजना छ एकजना छ जाते बइन लिएर बस हजुर खरबुजा किन यहाँ बसाउ न, यहाँ अलिक काम भएर हो कि म तल बस्छु खर्च दुईजना त। अनि पानी क्यों पीछे तिनीहरू बगैँचामा झर्छन् उताबाट जान्छ है गाडी यता माथि जान्न है कुन बालुवाबाट माथि कि ए त्यो चारगाउँ जान्छ नि चारगाउँ जान्छ कहिले जान्छ आज भोलि त्यो बाटो बन्न अझ खोइ ए न फेरि यहाँबाट किन आने बाटो बिग्रेको तर किन आनु पर्छ।
मलाई साइलेन्टमा बसेर नया पैडर देखूं शुआरी बदे बाबू हो कि बहिनी हो बाबू मुँह ngay lại mà bên tay nó còn gì thì sao lại sao sen tay vậy đọc ra thế mà hal ti sama tikhe bia na tai mo ngai tikhe log ras rak e tila gara ke poya ngai kore mu ya bere te ki ta ben tai ngalawa यो चाहिँ भक्तिको बच्चा हिजो पाएको यो जेठा यो नानी यो कान्छा न चाहेपछि यो पनि अब हामीले चाहिँ मोज भएर चाहिँ पंखा हल्लाउने मान्छे नि पाइरह बिजीपुरबाट लाग्यौँ हामी यतातिर अब कतातिर भन्ने अब कतातिर हो म बाटो चाहिँ थाहा छैन ठाउँको नाम थाहा छैन तर आज चाहिँ म सबै जानकारी दिने प्रयास गर्छु हामीलाई हावा चाहियो भनेको उँभो हालेर बसिरह है फर्स्ट टाइम म चाहिँ क्याबिनमा बसेको किनकि म जहिले सिटमा बस्छु मलाई यहाँ बस्न मन लाग्दैन किनकि यहाँ बस्यो भने पुरै निन्द्रा मात्र के भन्छ अरे निन्द्रा डर लाग्छ नि त अनि यहाँ बस्यो भने सुत्न पाउँदैन किन रोकेको अहिले त सिटको अगाडि छ ओए कहाँ आइपुग्यो लमजुङ बिजी वर्कसप थाहा छैन यो कुन ठाउँ हो त्यो पनि मलाई थाहा छैन अनि यताबाट चाहिँ यसरी जान्छ होइन अनि यो सबै तारले घेरेको चाहिँ सबै यो ब्यारेकको जग्गा रोडको यस्तो दामी रहेछ सिधा बाइक कुदाउनको लागि सादी शान्त हिँडेरी खेल्दा कति छ सुसु खाऊ त तपाईँ ल खासा त ओके के कि मा बा ल आइपुग्यो कहाँ हो थाहा छैन पैसा छ मसँग अहिले गाडी भाडा 650 त करेन्ट त दुईवटा आउँछ दुईजनाको 1350 अहिले बच्चाको आमा अर्कै हुनुभएको छ भने कहाँ पुग्यो अब चाहिँ हामी कालिका भन्ने ठाउँमा आइपुग्न लागिसकेको छौँ अब त्यो कालिका भन्ने ठाउँमा चाहिँ सामानहरू लोड गर्छ प्रायः त्यही हो सामानहरू लिनुपर्छ दाना यताउता सामान त्यहाँबाट हाल्छ क्या सामान लोड कसरी गर्ने र कतिको झ्याउ मैच्याङ त्यहाँ यत्रो सामान लोड गर्ने बेलासम्म हामी मेडिकल खोजेर आउँछौँ ओए के हो र यो अच्छा कस्तो आलेक उलुक लागिसक्यो मलाई के हो यो यस्तो के लाग्दो बिचरी र्याग लाउँ मैले चाहिँ क्या यस्तो सफा मन्दिर पनि छ मन्दिर यस्तो राम्रो मन्दिर रहेछ तर यहाँ यो लादी प्रेसे हेलो हाई आया आज म सुत्दैन भनेको बसभरि म सुत्दैन भनेको गीत तर मलाई क्या निन्द्रालाई झ्याप उल्टी आउला जस्तो भइसक्यो छ्या हडी यार पसmu ओए चाहिँ राति मलाई फेरि साले ओ याखन वे वे आलो दे सियारा ngai मैचुर Ini dah sudah. Apa sih dah?
माथि हेलो हेल्प बस के तपाईँ भनेर यहाँनिर मेडिकल खोजेर पाउँछ चला मनी खाने माइ मेडिकल नौजला सुरा सस्तो चौकी यहाँको यस्तै रहेछ जहाँ पनि घुस्दिने हामी यहाँसम्म दुःख गरेर हिँडेर आएको त कामै लाग्यो मान्छे चाहिन्छ सरकारी ठाउँमा यस्तै हो मन त्यो मजाले आइगयो रङ्गाउँदै एउटा चिसो थुन हो चिसो खाम त आइस भएको आइसै कुरुङ यो चाहिँ कालिका बजार हो कि यो चाहिँ कालिका बजार त्यस्तो ठुलो छैन सानो छ तर त्यहाँ यति धेरै सामान लोड हुँदैछ कि हाम्रो बसमा अब खुट्टा हाल्ने ठाउँको मान्छेभन्दा बढी सामान लोड हुँदैछ अनि झ्याउ लाग्छ क्या हेरिराख्न अनि यहाँ मेडिकल भनेर आएको कि खासमा यहाँ सस्ते चौकी रहेछ पोखरा बजार यत्रो ठुलो कोक्थौँ भयो कि फ्रिज को निकालिदिनु अच्छा बताल हो मलाई थाहा छैन तर देखियो कस्तो राम्रो देखियो बेग्ना सुन्या नभनेको कि तर मलाई मिनल भइसक्यो कि अब म कालिका गएर भेट्छु र कालिका रे फेरि के भन्छ त तँले हुम्सीकोट आएर चाहिँ भेट्छु अहिले चाहिँ अब उठ्न सक्ने अवस्थामा छैन मलाई मिनरले गएर उठिनै आउँदैछु है सुत्यो भने उठ्ने आउँदैन त्यही भएर म सुतिहाल्छु अहिले चाहिँ म झन् नसुति आउँछु भनेको कि झन् नस्तो कस्तो गाडी ल्याएर मन आयो के मन आयो म त मर्छु होला गोठबाट खाएर हिँडिसकेको छौँ भने अब हुम्सीकोटको अलिकति यतासम्म चाहिँ हाम्रो रोड उस त यहाँ आइपुग्यौँ हामी ओए चाहिँ तँ खोला बे म थाहा छैन तर यो बाटै हुँदै आउँछ हाम्रो गाउँ अघिसम्म त सुतेको भइसक्यो नि त्यहाँको हुम्सीकोटमा आएर बल्ल पिउजेको जिन्दगी मोटर बाइक मुगरे बिहा क्लोफी है बा मुगरे बेसी आउँछ ए मुगरे बेसी यही भने है म थाहा छैन मुगरे बेसी यहाँबाट चाहिँ अफ रोड छ त्यहाँले उहाँ अफ रोडै म यहाँ हेत्ती हेत्तेरी बाटो मुगरी आइसक्यो
धर